अनि मम्मी लिप्नुहुँदैछ रातो माटो लगाउनु हुँदैछ हामी हुनुहुन्छ ल म अनि सन्चै आएको छु र आज चाहिँ अर्को 3 हो आज अर्को भिडियो लिएर आइसकेको छु आज भैँसीहरू चाहिँ हाम्रो यतातिर छ है म भैँसीको गोठतिर आएको छु भिडियो स्टार्ट गर्नलाई भैँसीको गोठ म चाहिँ अब यतातिर यो यताहरू साफ गर्नवाला छु यहाँ चाहिँ मैले अलिकति साफ गरिसकेँ अलिकति थोरै यहाँको हल्का झाडु खालेर यो भित्ता सबै उखालेर झाडु खालेर अलिक राम्रो गर्नुपर्छ दसैँ लागिसक्यो होइन ओहो हाम्रो भैँसी हो यो चाहिँ भैँसी हैन यता रोडहरु पनि हल्का घाँसहरु काट्नुपर्ने छ डाँडा काडा भइगयो अब म चाहिँ यतातिर राखेर भिडियो बनाउँछु सबैले लाइक कमेन्ट सब्स्क्राइब पनि शेयर गर्नु होला कमेन्ट पनि गर्नु होला है त यतातिर म चाहिँ यहाँतिर राखेर सुई गर्नु त थाल्छु यो चाहिँ मैले अहिले भर्खर उखालेको झारो हल्का हैन यस्तै हो अलि हरियो त छ यस्तै हरियो हुन्छ सानो यस्तै हुन्छ ठुल्ठुलो निकालेर यहाँ थुपारेको छ अब यो भित्रतिर गर्छु है त अब म स्टार्ट रेडी 1 2 3 गो मैले यतातिर हल्का सकिसके अब यस्तो गरेर यहाँ उतासम्म गर्नुपर्छ मैले हैन यहाँसम्म गर्नुपर्छ अब म आधी घण्टा लगाउन सक्छु यो हैन अनि यो हल्का यसलाई लिपेर रातो माटो लगाएर यसलाई मार्ला हिजो यता छ्यापेको हिजो यता रङ लगाएको अनि यसको त्यो रङहरुको झरेको छ तल यसलाई फेरि रातो रङ लगाउनु पर्छ यता पनि छ यतातिर पनि हामीले यो झारतिर पनि हामीले सबै गर्नुपर्ने हुन्छ ओ दादा मैले यहाँ चाहिँ सेटअप गर्ने ठाउँ बनाउँदैछु यहाँ बाँसको यहाँ चाहिँ घाँस छ सबै घाँस उखालेर यस्तो रङबिरङ्गी छ अहिले चाहिँ यसलाई ठक्क राम्रो खतरा बनाउनु पर्छ है हैन म यहाँ चाहिँ गर्न थाले है त एकछिनमा झाडु खाल्छु अनि त्यसपछि म यो रङ लगाउन थाल्छु वरिपरिको झाडु उखाल्छु यहाँ नि हिलो हालेर बनाउन आँटिसक्यौँ दादालाई स्वागत छ युट्युब च्यानलमा है त केही सक्यो अब हामी चाहिँ यो बाटोतिर यो पेटीतिर हामी चाहिँ यहाँनिर माटो लाएर अलिक राम्रो चिल्लो बनाउँछौँ होइन यस्तो हालत खराब छ यहाँ यता झार हल्का मैले उखालिसकेँ थोरै होइन त्यो धेरै चाहिँ होइन थोरै अब हामीले यसलाई बनाउनु पर्छ माटो आइसक्यो पानी आइसक्यो कोदालो आइसक्यो अब हामी चाहिँ त्यहाँनिर ठक्क यहाँनिर बनाएर यसलाई साफ गरेर गर्नुपर्छ म मल त्यहाँ राखेर सरर देखाउँछु है त ओके घर यता चाहिँ यस्तो घर यता चाहिँ फुलबारी हो यहाँ फुलबारी यहाँ चाहिँ सानो गराहरू छ यता चाहिँ मास्तिर बाटो छ होइन अनि यहाँ चाहिँ हामी गर्छौँ अब हाम्रो काम गर्नुपर्छ हामीले यहाँ हामी चाहिँ गर्न थाल्यो दादा यताबाट आइसक्यो दादा पुरै हाम्रो सरसफाइ अभियान चलिरहेको छ हाम्रो 2 दिन लगातार यो डे 3 हो सरसफाइको डे 2 हो हाम्रो भिडियोको चाहिँ डे 3 हो यो
कस्तो लाग्दैछ त यहाँ बिहान बिहानै यसरी एकदम रमाइलो दसैँ लागेको जस्तो हुँदैछ महसुस हाम्रो यहाँ चाहिँ भर्खर हामी एकदम कति बज्दैछ 8 बज्दैछ होला भर्खर त के भन्नु घर पोत सफा बनाउँदैछ हामी एकदम हाम्रो घरको चाहिँ बर्खाको पानीले कता सफा पार्छ है यस्तो माटो साटो सब झारेर भित्ताको यस्तो हरियोले आउँछ है घरको वरिपरि यता चाहिँ पानी कुद्छ यहाँनिर यो मास्तिर माथिबाट चाहिँ टिनको पानी पनि झर्छ यसरी टक्क अनि यो चाहिँ सबै माटो होइन यो घरको वाल सबै बिगार्छ दसैँको लागि चाहिँ टक्कलाई बनाउने हो सबिने चाहिँ त्यही भएर यहाँ बनाउनैको लागि भर्ती भएर चाहिँ काठमाडौँबाट मगाएको यसलाई पुरै भर्ती ट्रेनिङ प्राप्त केटा हो यो फेरि कसैलाई यस्तो घर बनाउनु छ भने सम्झिन सक्नुहुन्छ फोन नम्बर भन्दा त फोन नम्बर 60 एउटा कुरो फेरि अलिक छेउमा छ क्या 2x जाउँ गरेर अलिक क्लियर आउँदैन नि त रुक्न यता हेर्नु त ल यता हाम्रो दादा चाहिँ एकदम झार टिप्नुमा व्यस्त होइन त झार हाम्रो यस्तो भइसक्यो अब अलिअलि केही परिवर्तन आउँदैछ यता यस्तो भइसक्यो हिजो लगाएको भित्तामा रङ चाहिँ हाम्रो यस्तो छ सोही गइदिएर मम्मी हुनु छ हाम्रो मम्मी चाहिँ अब यता लिप्नु आँट्नु भइरहेछ मम्मी चाहिँ यता लिप्नु आँट्नु भइरहेछ मम्मी अब यहाँ लिप्नुहुन्छ हाम्रो यो सुन्तलाको रुख यो चाहिँ काँक्राको रुख यो अब यहाँनिर हामीले पुस्नुपर्छ मजाले यो पुस्नुपर्छ यो हामीले यहाँ सबै पुस्ने कुखुराहरू हाम्रो टनाटन छ अब मम्मी चाहिँ पनि थाल्नु भइसक्यो यी रातो माटोले राम्रो भयो अब यसको वरिपरि हामीले रातो माटोलाई लिप्नुपर्छ यसको घरको बोका रहेन छैन माथि बोका थिएन होइन खसी हो हराएको भेट्यो छैन होइन हामी चाहिँ अब यताको फोहोर टिप्न गइसकेको छौँ अब हामी फोहोर झारहरू यता फाल्नु पर्ने रहेछ हामीले चाहिँ डोको फाल्दैन दा डोकोमा हामी यो झार चाहिँ खोलामा लानुपर्छ अब हामीले डोको आरी लाँदैन हामी चाहिँ अब आरीबाट खोलातिर फाल्ने हुन्छ झार चाहिँ हामी चाहिँ उता मम्मी लिप्नु हुँदैछ रातो माटो लगाउनु हुँदैछ देखि उता परस लिप्नु पर्दैछ दादा चाहिँ झाडु खालिरहेछ उता म यता छु सबै सेतो यता हिजो छेपेको ठाउँतिर यता हो अहिले चाहिँ हामी यहाँ बाख्रालाई घाँस काट्नु टक्क यहाँनिर हाम्रो बाख्राको काट्नु छ वरिपरि चाहिँ पुरै बाख्रालाई चाहिँ बारेर पुरै खोर जस्तो बनाएको छ पुरै यहाँनिर चाहिँ पुरै ठुलो एरियामा चाहिँ बाख्रा भरेर चर्छ र हाम्रो भ्लगर एके सबिन चाहिँ अहिले घाँस काट्दैछ यहाँ
यो चाहिँ बाख्रालाई टक्क यो घाँस काट्ने अनि त्यसपछि यो त्यो टाट्न छ बाख्राको त्यहाँ राखेर चाहिँ बाख्रालाई छोडिदिने हो अनि 2-3 घन्टा यहीँ बस्छ अनि त्यसपछि 4-5 बजेतिर चाहिँ खोलेर फेरि एक राउन्ड घुमाएर बाख्रालाई हाम्रो भ्लगर दाजुले लिएर आउनुहुन्छ। यस्तो छ यहाँ चाहिँ मौसम चाहिँ पुरै पानी पर्ला जस्तो छ अलिक पुरै बादल सादल भरिएको छ माथि घामसाम खासै देखिया छैन अहिले चाहिँ पुरै आँखा सबै यस्तो छ माहौल। यो चाहिँ हाम्रो गाउँ भइगयो। हाम्रो गाउँको बारेमा डिस्क्राइब भन् त अलिकति। हाम्रो गाउँ चाहिँ सुन्दर छ। लोकेसन भन् न लोकेसन। हाम्रो चाहिँ नेपालको अलिक मुख देखाएर भन् न। हाम्रो यस क्षेत्र खोटाङ जिल्ला चाहिँ नेपालको पूर्वतर्फको भूभागमा रहेको खोटाङ जिल्ला प्रदेश नम्बर 1 मा रहेको छ। यो चाहिँ दिपुङ चुइचुङमा गाउँपालिका हो। अनि दिपुङ चुइचुङमा गाउँपालिकाको वडा नम्बर 2 डाँडा गाउँ पिपल डाँडा भन्ने ठाउँ यो चाहिँ। तर खासै पिपलको बोट यता वरिपरि देख्दैन अलिक परतिर छ। के भएर पिपल डाँडा भयो त्यसको बारेमा चाहिँ खासै जानकारी चाहिँ छैन। यो चाहिँ भयो हाम्रो गाउँ। गाउँै रमाइलो ठाउँै रमाइलो। यताको चाहिँ काटिसकेको छ रुखी यस्तो छ सब रुखहरू। यो ठुल्ठुलो रुखहरू चाहिँ घाँस हो बाख्रालाई सब यसको चाहिँ घाँस काट्ने बाख्रालाई खुवाउने हो। पहिला चाहिँ यहाँनिर घर थियो टक्कै यहाँनिर घर थियो। घर चाहिँ अहिले छैन छोरा छ। हेलो हेलो हामी चाहिँ गोरुलाई घाँस हाल्न आइसकेको छौँ। यता गोरु छ यता हाम्रो बारीमा सबै कोदो दसैँ लागिसक्यो। कोदो फुल्यो बारीमा धानको बाला झुल्यो खेतैमा। हाम्रो चाहिँ दसैँ मनाउने बेला भइसकेको छ। कोदो फुलिसक्यो धानको बाला झुलिसक्यो खेतमा। अब गोरुलाई घाँस हालेर भोलि चाहिँ हाम्रो फुलपाती यस्तो गरेर छिर्नुपर्छ मुनि मुनि। हाम्रो गोरुहरू यता छन्। यो हाम्रो गाउँले लाइफ हाम्रो गाउँको मजा गाउँको रमाइलो भनेको यही हो। हाम्रो यस्तो रमाइलो छ। यस्तो ठाउँ पानी पर्न आइरहेछ उता चाहिँ। यता चाहिँ हल्का घाम लागिरहेछ। अब गोरुलाई म यस्तो थोरै तर्सिन्छ यो गोरु चाहिँ अलिक त्यही भएर हल्का थोरै घाँस रहेछ म थोरै लगाइदिएर जान्छु म।